आइडी पनि बनाएको छैन होला एक्जाम गर्नको लागि होइन जसले फर्म भर्नु भएको छैन यहाँ फर्म भर्नु भयो नि अस्ति है सबैलाई अनि एक्जाम आइडी बनाउनु पर्छ सबैले बनाएको कि छैन फर्म भराउनु पर्यो फर्म भर्नु पर्यो एक्जाम आइडी बनाउनु पर्यो अब एक्जाम गर्नको लागि सबैजनाले है जसले भर्नु भएको छैन नि फर्म गएर भर्नु होला एक्जाम आइडी बनाउनु होला है अब पेपरमा एक्जाम हुँदैन क्या तपाईँहरूको मोबाइलमा एक्जाम गर्ने हो कि त्यसो भएको भएर चाहिँ आइडी त बनाउनै पर्ला र तपाईँलाई थाहै छ तपाईँले फर्म भरे बिना आइडी बन्दैन पहिलाको बन्द भयो त याद त भयो होला किन बन्द भयो भने त्यसो भएको भएर चाहिँ धेरै कुरा त बुझाउनै पर्दैन आफूलाई सबै थाहा छ अब त त्यसो भएको भएर आइडी त बन्द भएको छ पहिलाको अब फर्म नभरेसम्म तपाईँहरूको आइडी खुल्नेवाला छैन त्यही भएर जान पऱ्यो फर्म भर्नु पऱ्यो आइडी बनाउनु पऱ्यो एक्जाम गर्ने हो भने होइन एक्जाम त गर्नै भयो त कि पेपर पहिला पेपरमा बनाउनु भने ठिकै थियो शुक्रबार पेपरमा गराइ के भइरहेको थियो अब पेपरमा एक्जाम नगराउने भन्ने कुरा छ त्यसो भएको भएर चाहिँ आइडी त चाहियो त एक्जाम गर्नको लागि एक्जाम त गर्नु पऱ्यो नि एक्जामको लागि प्रिपेयर हुनु पर्ला एक्जाम गरेर पढेर मात्र त हुँदैन पढेको कुरालाई उतार्न सक्नु पर्यो त्यही भएर है कति च्याप्टर पढ्ने हामीले आज 13 च्याप्टर हो 13 च्याप्टर सुरु गरेको छौँ त औी नि औी है ल ठिक छ औी यसमै छौँ नि है छमालो हाल्दौँ होइन ल अब हल्ला नगर्ने है सप्ताहको क्रियाकलाप अब त्यही हो अब कोरियामा चाहिँ अब हरेक दिन काम गर्ने कुराहरू हुन्छ तर त्यसो भएको सप्ताहमा चाहिँ उनीहरूको चाहिँ क्रियाकलापहरू योजनाहरू भन्छन् के गर्ने भनेर फुर्सदको समय भनेकै उनीहरूको छुमाल हो अरू दिनमा चाहिँ सबै काम ड्युटी हुन्छ रोजगार अभाव हुन्छ सबैजना नागरिकहरू चाहिँ हाम्रो यहाँको जस्तो बेरोजगार हुँदैन त्यसो भएको भएर हाम्रो जतिखेर पनि समय हुन्छ नि त अब त्यहाँ चाहिँ अब सबै रोजगारवाला व्यक्तिहरू हुन्छ त्यही भएर छुमालमा चाहिँ उनीहरूको छुट्टी हुनेको अनि छुमालमा चाहिँ के कस्तो क्रियाकलाप गर्ने त भनेर चाहिँ उनीहरूले योजना बनाएको हुन्छन् कि होइन जस्तो उन्दम गर्ने छुमालमा चाहिँ अघि पछि काममा जानुपर्छ त्यस्तो भइन्छ होइन छुमाल छुट्टीको बेलामा चाहिँ हामीले कसरत गर्ने कुनै खेलहरू खेल्ने होइन त्यो कुराहरू चाहिँ यसो पर्ने भए अनि म भेला हुने यसो कुराकानीहरू गर्ने साथीभाइहरूसँग अनि छङ्गियो सेङ्गल धार्मिक जीवनयापनहरू गर्ने छुट्टीको दिन हिउँसी गर्ने आराम गर्ने 5 दिन पुरै बिहानदेखि साँझसम्म काम गर्नुपर्छ व्यस्त भइन्छ कम्पनीमा काममा त्यसो भएको भएर चाहिँ छुट्टीको दिनमा चाहिँ हामीले आराम पनि गर्नु पर्यो तिनै कुराहरू छ हिउँसीको आधा सुविधा भनेको चाहिँ आराम गर्नु भनेर चाहिँ हामीले पढ्न सक्छौँ है हिउँसी आधा र सुविधा भनेको आराम गर्नु र छुकको आधा यो चाहिँ फुटबल खेल्नु होइन खेलहरू ठुलो खेल्नु अनि त्यसपछि यहाँ थाकको चिरा भन्छ टेबल टेनिस खेल्नु अब टेबल टेनिस खेल्ने ठाउँमा चाहिँ थाक कुद्दी भन्नु पऱ्यो क्या हामीले थाक कुद्दी होइन किनकि टेबल हो नि त टेबलमा खेल्नु पऱ्यो टेबल टेनिस चाहिँ होइन पोलेटोबाट एउटा एउटाले उताबाट हान्नु पऱ्यो अब फुटबल खेल्ने मैदानलाई चाहिँ अब हामीले के भन्छौँ त छुक्कु अनि जाङ्गे अब एउटा ठाउँ भयो स्थान भयो फेगुजाङ छुक्कुजाङ यसरी जाने भयो यो थाकु यो टेबल टेनिस खेल्नेलाई चाहिँ हामीले जाङ नभनेर दे भन्नु पर्दो रहेछ क्या अनि हेल्सुल आधा भन्छ यो चाहिँ व्यायाम गर्नु होइन उन्दुङ आधा छँदैछ यहीँनिर अनि छेजो आधा यो व्यायाम गर्नु भयो अनि यो भेलाहरूमा चाहिँ खोयाङ सारामुङ मान्नादा गाउँको साथीहरूलाई भेट्नु होइन मान्नादा फोदा फोइटा सबै थाङ्मनादा भेट्नु भनेर चाहिँ हामीले पढेको छौँ पढिरहेको मिनिङहरू हो तिनीहरू चाहिँ देखाइराख्नु पर्दैन अनि खोयाङ उम्सिगोल मक्ता गाउँको खाना खानु खोयाङ अनि सिगोल भने चाहिँ गाउँ अथवा माहौल बसोबाट माहौल पनि हामीले ल्याउन सक्छौँ गाउँ भनेर अनि छिङ्गो छिपुल फाङ्मुना आधा साथै घरमा चाहिँ यसो जाने भेटघाट गर्ने अरू दिन काम हुन्छ होइन
हामी पनि साथीको रुमतिर जान्छौँ, साथीहरूसँग भेटघाट गर्न जान्छौँ। यदि हामी पनि कोरियामा गयौँ भने जानुपर्छ, छुट्टीको दिनमा नै हामी भेटघाट हुन्छ। अघि पछि साथी पनि काममा व्यस्त हुन्छ अनि आफू पनि काममा व्यस्त भइन्छ। त्यसो भएको भएर अब छङ्गे हाल्दोङमा चाहिँ यहाँ खेवै चर्च खिदोक्योको लागि चाहिँ होइन, क्रिस्चियनहरूको लागि, अनि छल गुम्बा फुल्क्यो बौद्धिक धर्मको लागि, अनि सावन है अब यो चाहिँ इस्लामिक धर्मको लागि चाहिँ होइन साउन। यो तीनवटा मन्दिर मात्रै ल्याइदियो। अब अर्को छ छन्जुक्यो भने छन्जुक्योको लागि चाहिँ सङदाङ सङदाङ तिनीहरूको चर्च मन्दिर चाहिँ सङदाङ भन्छ नि त छन्जुक्योको चाहिँ। अनि यो खेवै भनेको त अनि के को त हाम्रो खिदोक्योको है। अहिले हामीले छङ्गामा बुझिहाल्छौँ होइन। क्रिस्चियनहरूको मन्दिरलाई हामीले के भन्छ खेवै भन्छौँ। अनि तिनीहरूको चाहिँ आराधना चाहिँ हेबेरोल आधा। अनि जुन छन्जुक्यो छ नि क्रिस्चियन होइन, क्रिस्चियन भने त्यो चाहिँ क्याथोलिक भनेर बुझौँ हामीले होइन, क्याथोलिक धर्म क्रिस्चियनभित्रकै आँगाहरू हो भनौँ होइन। तिनीहरूको मन्दिरलाई चाहिँ सङदाङ र तिनीहरूले गर्ने आराधनालाई चाहिँ मिसारोल थुइदा भन्छ भनेर चाहिँ हामीले त्यहाँनिर बुझ्छौँ मैले। अनि हेबेरोल थुइदा यो चाहिँ बुद्धको होइन, बुद्धको चाहिँ ढोक्बे। खिदोरोल आधा भन्नु र हेबेरोल आधा भनेको एउटै हो क्या लगभग। हेबेरोल आधा यो नै सिमिलर हो क्या यसको खिदोरोल आधाको। खासमा खिदोरोल आधा भनेको हामीले जतिखेर पनि आराधना जस्तो भगवानलाई सम्झिन सक्यौँ क्या। जस्तो हामी भगवानलाई सम्झेनौँ है विशेष दिनमा नै आफूले मान्ने भगवानको मन्दिरमा गएर आराधना गर्न पूजाआजा गर्नुपर्छ भन्ने होइन कि। हामी जतिखेर पनि भगवानलाई सम्झेर प्रार्थना गर्न सक्छौँ सक्दैनौँ। अहिले पनि कहीँनिर चाहिँ हामी लड्न खोज्यौँ भने ओ राम भन्छौँ कि कृष्ण भन्छ भनेर। दुःख पाइयो भने दुःख नपाउँदा सक्छ कहाँका राम कहाँका कृष्ण होइन, मतलब होइन। तर हामीलाई चाहिँ अलिकति दुःख भयो भने चाहिँ हामी भगवानलाई सम्झिन्छौँ क्या। हो त्यसरी खिदोरोल आधा हामीले भन्न सक्छौँ क्या मजाले। तर विधि पुर्याएर विशेष दिनमा मन्दिरमै गएर हामीले पूजाआजा गर्छौँ भने है हामी चाहिँ एउटा हिन्दू भएको त्यसै पूजाआजाकै कुरा त्यहाँ पूजाआजा गर्छौँ। त्यसलाई चाहिँ हेबेरोल आधा भन्नुपर्छ क्रिस्चियनमा चाहिँ आराधना गर्नु क्या त्यहाँ गएर। त्यसरी चाहिँ बुझ्न सक्छौँ है। अनि नुछामुल छाडा हुन्छ नि यो दिउँसोमा सुत्दिने। अब आराम गर्ने दिन भनेको के हो त, अरू दिन 5 दिन काम गर्नुपर्छ अनि आराम गर्ने दिनमा दिउँसोमा सुत्नु पर्दैन होइन, मजाले आराम गर्ने हो। अनि फिसी बाँगेछ खेमो आधा साइबरतिर जाने यसो गेमहरू खेल्ने आराम गर्ने। अनि नोरेबाङ भन्छ, नोरेबाङ दोरी साँझ गीत गाउने ठाउँमा नोरेउ ठोदा गीतहरू गाउने होइन। अनि उन्दुङजाङ खेल मैदान भयो, हेर्सोजाङ जिमहल भनेर हामी पढ्न सक्छौँ। अनि थाकुजाङ है टेबल टेनिस खेल्ने ठाउँ भन्छ। थाकुजाङ टेबल टेनिस खेल्ने ठाउँ भयो। खेल्ने चाहिँ जुन मैदान छ नि त्यसलाई चाहिँ अघि मैले लेखेको थिएँ थाकुटी टेबललाई चाहिँ है। खेल्ने ठाउँलाई चाहिँ जाङ भन्यो। तर त्यहाँ चाहिँ खेल्ने जुन हाम्रो चाहिँ मैदान भनौँ न एउटा फुटबल खेल्नको लागि मैदान हुन्छ नि, त्यसै गरी चाहिँ त्यो खेल्नेलाई चाहिँ हाम्रो टेबलमा खेल्नु पऱ्यो नि त। हामीले टेबल टेनिस भनेको त्यही हो, टेबल हामीले त्यही भन्छौँ। त्यसो भएको भएर खोरिमल पोगो फोगिवा खाची थियो भन्सँग हाँस्यो चितललाई हेर उदाहरण जस्तै वातावरणलाई पुरा गर्न सक्यो। उन्दुङ जानेसम्म मोहे हो खेल मैदानमा के गर्छौ तिमी, के गर्दैछौ भनेछ कि सुखुरोले हो फुटबल खेल्दैछु हो। त्यसै गरी हामीले घरमा तपाईँको छिमेस मोहे हो भन्ने भने के भन्दिने, नुछामल छायो भन्दिने है। नुछामल यता नाछामल छायो है। नाक भनेको दिउँसो भइन्छ, त्यसरी जान्ने गरिदिन सक्छौँ। फिसिबाङ्गे सम्मोहे हो भन्यो भने खेमले हो गर्दा हुन्छ है। अनि खेउँ सम्मोहे हो भन्यो भने चाहिँ खिदो होइन, खिदोरोले हियो भनिदिनु पऱ्यो। छिङ्गु छिरे सम्मोहे हो भन्यो भने खोया उम्सिगोल नगयो भनिदिनु। व्याकरण पनि लौल गयो भने व्याकरण छ, डेफिनेसन परेर सुनाएँ यहाँहरूलाई पहिला एकचोटि है। लौल गयो नुन, लौल गयो चाहिँ थोङसाए खोज्छ क्रियामा लागेर आफू अगाडिको खेवै योजना अब हुने योजना भन्न खोजिरहेको कि आफूले भन्यो चाहिँ अबदेखि अथवा अगाडितिर भन्ने अर्थ दिन्छ है। अबदेखि हुने योजना अथवा उइजी भनेको इच्छा, उइजी नाथानेन्दा
है इच्छालाई दर्शाउँछ र यो पनि पर्यो। त्यसपछि हो छोगा एल ए इन छेनिल खेमुएनुन कर्ता चाहिँ पहिलो दोस्रो भएको अवस्थामा चाहिँ खेउकिना उइजुरुल नाथा नेजिमान योजना अथवा इच्छालाई दर्शाए तापनि सामिन छिनिल खेमुएनुन कर्ता तेस्रो भएको अवस्थामा चाहिँ कंसा हेउङसाय भोज क्रिया र विशेषणमा लागेर अतन हिरे ध्यान कुनै पनि कुराको बारेमा छुचुबुल नाथानेन्दा अनुमानलाई दर्शाउँछ भने ल एक्चुअली म सर भने जस्तो हामीले ग्यास सह्यो अनि त्यस पछाडिको चाहिँ लवल बढ्यो छ नि त यिनीहरूलाई चाहिँ हामीले ग्यास सह्यलाई त हामीले कर्ता दोस्रो तेस्रो छ भने हामीले जोड्न मिल्दैन नि त है फ्युचरमा लगेर जोड्न मिल्दैन। गेटले चाहिँ हामीले फ्युचरको अनुमान गर्न त मिल्यो अरू कुराको होइन फ्युचरको अनुमान गर्न मिल्यो। यदि पास्टको अनुमान गर्नुपर्छ भने गेटको अगाडि अर्थात् हेड पास्ट टाइमको सूत्र लगाउनु पर्यो यो होला भनेर चाहिँ हामीले अनुमान गर्न सक्छौँ। तर गेटले चाहिँ हामीले फ्युचरमा गएर अरू कुरा बोल्न मिल्दैन, अरूको इच्छाहरू अरूको योजनाहरू बोल्न मिल्दैन नि। स्वयं जो व्यक्ति बोल्दैछ कर्ता वक्ता हो त्यसले आफ्नो मात्रै कुरा गर्छ भने गेट हो। तर लौल गयो भने चाहिँ सबैको कुरा गर्न मिल्यो, भविष्यमा गएर मेरो इच्छा पनि बताउन मिल्यो, मेरो योजना भन्न मिल्यो, आफू बोल्दैछ भने अथवा अर्को पक्षको पनि मैले योजना बताइदिन मिल्यो कि भविष्यमा हुने योजनाहरू सबैको मिल्यो। तर यहाँले त मलाई के भन्छ भन्दाखेरि चाहिँ पहिलो र दोस्रो भएको अवस्थामा चाहिँ योजना अथवा इच्छालाई दर्शाउँछ, कर्ता तेस्रो होइन तेस्रो भएको अवस्थामा चाहिँ के त एउटा अनुमानलाई दर्शाउँछ भन्छ। यसले भन्न खोजेको के भन्दा चाहिँ जस्तो उसलाई चाहिँ उसको इच्छा भन्दै गर्दा चाहिँ जस्तो ऊ राम भयो भने रामन ने हानगुले खाल गयो भन्दिन मिल्यो। म बोल्दैछु मैले कसको इच्छा बोलिँदैछु उसको इच्छा बोलिँदैछु क्या। राम चाहिँ आउने वर्ष कोरिया जानेछ भन्दै उसको योजना उसको इच्छा मैले बोलिदिएँ, ऊ दोस्रो पक्ष भयो। तर मैले चाहिँ ऊ राम हो मैले अर्को हरिको कुरा कोसँग गर्दैछु रामसँग गर्दैछु भने हरियो के त ने हानगुले खाल गयो भने त्यति बेलामा चाहिँ मैले हरिको अनुमान बोले भन्ने बुझिन्छ भन्न खोजिरहेको कि। किनकि मैले हरि यहाँ छैन, मैले कोसँग बोल्दैछु कोसँग बोल्दैछु, म बोल्दैछु म पहिलो पक्ष भएँ, उसँग जसले सुन्दैछ मेरो कुरा हो दोस्रो पक्ष भयो। मैले कुरा कसको गरेँ हरिको गरेँ, हरि चाहिँ तेस्रो पक्ष भयो क्या। हो त्यति बेलामा चाहिँ के त एउटा अनुमानलाई दर्शाउँछ, हरि चाहिँ आउने वर्ष कोरिया जान्छ होला हो त्यो अर्थ लगाउनुपर्छ भन्न खोजिरहेको हो। आफ्नो कुरा गर्दैछ जस्तो छनु ने हानगुले खाल गयो, म चाहिँ आउने वर्ष कोरिया जानेछु भने अनि राम ने हानगुले खाल गयो, राम चाहिँ आउने वर्ष कोरिया जानेछ भने ऊ दोस्रो पक्ष भयो। तर हरिनु ने हानगुले खाल गयो भन्दै गर्दा हरि चाहिँ आउने वर्ष कोरिया जानेछ नभएर हरि चाहिँ आउने वर्ष कोरिया जान्छ होला भन्यो कि, किनकि त्यो तेस्रो पक्ष भयो। त्यो चाहिँ भन्न खोजिरहेको हो। खासमा लौल गयो र गेसले आफ्नो कुरा बोल्दै गर्दा गेसय चाहिँ केही समय पछाडि हुने कुराहरूमा चाहिँ केही समय पछाडि हुने कुराहरू चाहिँ गेसयको स्थान हुन्छ, गेसको हामीले स्थान दिनुपर्छ। तर केही समय पछि अनि लामो समय पछिको भविष्यको योजनाबद्ध रूपले गरिने कामहरूलाई चाहिँ बोल्ने बेलामा चाहिँ विशेष गरी स्थान चाहिँ लौल गयोले पाउँछ। यहाँनिर पनि स्पष्ट छ। अब हुने दिनहरूको चाहिँ योजना अथवा इच्छा बोल्ने बेलामा चाहिँ लौल गयो लगाउनु पर्छ भनेर चाहिँ स्पष्ट डेफिनेसन बनाइसकेको छ। यसको मतलब भनेकै एकछिन पछिको कुराहरू भन्दा पनि केही समय पछिको योजनाबद्ध रूपले गरिने कामहरूमा चाहिँ लौल गयो लाग्दो रहेछ भन्ने कुरा त प्रष्टै भयो त होइन। यसरी चाहिँ अब हामीले कहाँ र कसरी लगाउने ग्रामर भन्ने कुरा त यहाँबाट थाहै छ। जस्तो ल गयो हामीले भोवल इन्डिङसम्म लगाइदिने, ओल गयो चाहिँ हामीले कन्सोनेन्ट इन्डिङ छ भने लगाउने, यदि अक्षर झुन्डिएको छ भने ओल गयो लगाउनु पर्यो। तर यति कुरा याद राख्नु पर्यो यदि ल फाचिम छ भने ल हर्छ, किनकि यो ल र उलबार सुरुवात हुने व्याकरण हो। ल र उलबार सुरुवात हुने व्याकरणमा जहिले पनि ल हटाउनु पर्छ भन्ने कुरा हामीले बुझ्दै आइरहेको छौँ। न बस र ल र उल होइन। र त्यसो भए फागुल मगुल गयो हुँदै गर्दा भात खानेछु भयो क्या। खेसुक्सा यसो सुइल गयो होस्टेलमा आराम गर्नेछु भयो। खयाङ मुन्सिबल मान्दुल गयो खाना पकाउनेछु। अब यहाँनिर फुवाङ छिगुङ हैसाई स्कुल गयो यो हुँदै गर्दा फुवाङ चाहिँ अहिले कम्पनीमा छ होला भयो। किनकि फुवाङको कुरा चाहिँ मैले गर्दैछु कोसँग तपाईँहरूसँग है। तपाईँ दोस्रो पक्ष, म बोल्दैछु भने म पहिलो पक्ष, फुवाङ चाहिँ तेस्रो पक्ष भयो कि। उसको कुरा बोल्दा चाहिँ मैले अनुमान गर्न मिल्यो होइन। फुवाङ चाहिँ अहिले कम्पनीमा छ होला भन्न सक्यो, कम्पनीमा हुने छ होइन कि छ होला अनुमान गर्ने भन्न खोजिरहेको हो है। खोइमल फोगो फोग्यो खाछि कलनसँग आस्यो चित्रलाई हेर उदाहरण जस्तै वार्तालापलाई पुरा गर्नुहोस् भन्दा छ है।
छुमारे मोहाल गयो सप्ताहमा के गर्नु हुनेछ यहाँले भनेर सोध्दैछ खिसुक्साएछ हानको गरुड खुम्बुहाल गयो होस्टेलमै कोरियन भाषा अध्ययन गर्नेछु भनेर चाहिँ एउटा एउटा वाक्य चाहिँ बनाएर दिए र हामी त्यसै गरी गर्ने तल गयो छनेगे मोहाल गयो साँझमा के गर्नु हुनेछ भन्दै गर्दा युमी सिरियस खेमोल हाल गयो भन्ने गेम खेल्नेछु होइन नेल मोहाल गयो भोलि के गर्नु हुनेछ भन्दै गर्दा छिम्बु आगो चानेछ यता यमारो फल गयो छुमारे मोहाल गयो भन्दियो भने के त बयान उन्सिगुल मगुल गयो अनि थयो एरी मोहाल गयो शनिबार के गर्नु हुनेछ थाकुल छिराबाट छिर गयो गर्दियौँ है सजिलो छ यसमा चाहिँ धेरै नअल्झ्यौँ हामी ठोकीमा खाचिक्क भएपछि उदाहरण जस्तै वार्तालाप गरी हेर्नुहोस् भने हिरी मोहाल गयो आइतबार के गर्नु हुनेछ भन्दा खोयाङ सारामदुरु मानल गयो गाउँको मानिसहरूलाई भेट्नेछु भने यहाँ भेटेर चाहिँ अङ्कमार गरिसकेका छ अब ओइलमा चाहिँ कुनै काम रहेन रहेछ अनि वाइ ओइलमा छ अब हामीले चाहिँ वाइले मोहाल गयो भनिदिनु पर्यो अनि यहाँ छङ्सो हाल गयो भने चाहिँ जवाब दिन सक्यो नि अनि सूर्य ओइलमा पनि खाली काम छैन अनि मोगेल है बिहिबारमा चाहिँ मोगेली मोहाल गयो भन्ने प्रश्न गराइदिने अनि हेल सुरुल हाल गयो त्यसै गरी थोयरी मोहाल गयो नोरेल ठुल गयो होइन नोरे दानेछ नोरेल ठुल गयो भन्दा पनि अझ राम्रो मिल्ने भयो क्या कहिले चाहिँ ल अब चाहिँ फेरमा छ यहाँ चाहिँ खानेकुराहरू चाहिँ मिठो मिठो छ होइन झिङ्गे माछादेखि लिएर मसला यसले पछि खाउँला पहिला पढौँ है हारिन्दो र निचनान बिचको कुराकानी रहेछ पात्र चाहिँ यो दुईजना भए थाइलो सुरु भन्छ निचनान चिनोन छुमारे मोहाल गयो निचनानजीले चाहिँ सप्ताहमा मो हाल गयो के गर्नुहुनेछ भन्ने प्रश्न गर्छन् उनले अनि निचनानले भन्छन् छनुन थेगुक सिक्ताङ्गे खाछ म चाहिँ थाइल्यान्डको रेस्टुरेन्टमा गएर खोयाङ उम्सिगोल भगोल गयो गाउँको खाना खानेछु थाइलेन्डो सिनोन थाइलेन्डोजीले चाहिँ छुमारे मोहाल गयो सप्ताहमा के गर्नुहुनेछ छनुन छिङ्गुरो मान्नल गयो म चाहिँ साथीलाई भेट्नेछु छिङ्गु हागो थाकुरोल छिर गयो साथीसँग टेबल टेनिस खेल्नेछु अनि निशानले भन्छन् थाइलेन्डुसी र थाइलेन्डुजी त्यसो भए छुमाल छाल फनिसय सपना राम्रोसँग बिताउनुहोस् है निछानान सिधोयो निछानान जीले पनि राम्रैसँग बिताउनुहोस् है भनिरहेको हो है ओछाना गर्न एकपल्ट